आई एम सिंगल अरूको कुरा म सुन्दिनँ आँगन बोलन हेलो गाइज गुड मर्निङ दर्शन नमस्ते वेलकम ब्याक टु यो अनदर ब्लग। आज चाहिँ है दीपावलीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक मङ्गलमय शुभकामना। र आज बिहान चाहिँ अब हल्का पानी खरेर परिरहेछ। हामी चाहिँ 2-3 जना मिलेर मन्दिर जाँदैछौँ। यता जाउँ त नि, यसो जाउँ न, यहाँदेखि जाउँ त्यसै आउँछ नि, यहाँदेखि जाने हो होइन। त्यसपछि पर गएर मन्दिर पूजा गर्छौँ। आज दीपावली परेको हुनाले गर्दाखेरि है त्यसपछि हामी फेरि त्यहाँदेखि घुमेर एकताल घुमेर फेरि हामी रुम आउँछौँ। अब यहाँदेखि हामी मन्दिर पुग्नको लागि चाहिँ समथिङ 10 मिनट जति लाग्छ होला है। पोहोरको साल त रमाइलो भएको थियो, रमाइलो भन्दा पनि पोहोरको साल ठुलै भयो क्या हाम्रो। नगर्ने भन्दा भन्दै ठुलै भयो। यसपालि त सबै सुनसान छ, यसपालि कसैले पनि गरेन। अहिले त पानी पनि परिराखेको छ सबै। भगवान् पनि अब यस्तो हो कि मलाई यो चिज दिए भनेर भन्दैन होइन, तर अब आफैले यसो सबैले आफैलाई मान्ने हो कि भगवान् अब आफू शुद्ध बस्ने राम्रो बस्ने होइन। अब बाहिर मन्दिरमा चाहिँ बिहान बेलुका दुग्रिएको छ यार, मन चाहिँ कालो बनाएर हिँड्यो भनेदेखि मलाई चाहिँ लाग्छ त्यो चाहिँ शुद्ध भगवान् भएन कि मलाई चाहिँ लाग्छ त्यो चाहिँ भगवान् भएन। मन चाहिँ एकदम आफैलाई सफा राख्ने होइन हो। जानुपर्छ, म पनि मान्छु, देवी देवताहरू मान्ने गर्छु। आज दिनभरि पानी आउने रहेछ क्या र मौसम हेर्दा चाहिँ अँधेरो छ है। एक चक्कर मारेको म त बिहानै यतादेखि लिएर यहाँदेखि गएँ, पर पुगेँ, पर त्यो ठुलो चौरीमा पनि पुगेँ। ठुलो चौरी पर ठुलो चौरीमा पुगेको नि त म त। उता गरेर दियो नि। हामीले चाहिँ होइन अब यो 2टा बत्ती 3टा बत्ती लियो होइन, अनि एउटा नरिवल लिएको छ, नरिवल पर्ने उताभित्र सक्यो भित्र उता लगेर जलाउने ठाउँ छ नि त भित्र। अब हामी यहाँदेखि भित्र भिड त एकदम भिड छ हो। लो हिँड्नाले हिँड्न ल बस्ने फेरि ती छोड्ने होइन फेरि। बहुत पानी परिराखेको छ है, बहुत पानी परिराखेको हुनाले गर्दाखेरि हामी चाहिँ रुम जान सकेको छैनौँ। अब यतै अलिबार बस्नु पऱ्यो है। यतै अलिबार भने भुइँतिर अलिबार बस्छ। हामी सबै 3 जना नखरा भुइँतिरै बसिराखेको छ है। मन्दिर सन्दिर घुमिसकियो होइन। त्यसपछि अब यो नरिवल थियो एउटा किनेको, नरिवल पनि तोडफोड गरिसकियो। नरिवल तोडफोड गरिसकेपछि अब पानी रहन्छ, धेरै पानी गइसकेपछि हामी घर जानेवाला हुन्छ। बहुत मान्छेहरूको चाहिँ एकदम भिड छ है, मान्छेहरू चाहिँ एकदम बहुत भिड छ। टिका लगाइयो है। अब तर यो खरानीहरू दस गरिसक्यो। जे जस्तो भए पनि है अब दीपावलीको अवसरमा पारेर मन्दिरमा घुम्न आइएको छ। सबैजनालाई हामी रक्षा गर्नु। फाइनली गाइज है हामी चाहिँ मन्दिर पुगेर आइसक्यौँ। मन्दिर पुगेर आइसकेपछि अब यहाँदेखि चाहिँ हामी चाहिँ अब रुम जाँदैछौँ। पानी पऱ्यो, चिया पनि खाइयो बाटोमा बसेर होइन। अब यसरी हामी रुम जाँदैछौँ, टक्क यहाँदेखि रुम जान्छौँ। त्यसपछि हाम्रो प्लान भनेको आजको त्यति धेरै ठुलो त छैन। फाइनली आफ्टर टेम्पल मन्दिरपछि चाहिँ होइन अब हाम्रो भनेको सेकेन्ड थोरै अलिअलि खानेकुराहरूको व्यवस्था हुँदैछ। व्यवस्थामा चाहिँ फेरि होइन साथीहरूले सब्जी बनाउँछ, हामीले चाहिँ पुरी बनाइसकेको छौँ है। अब त्यतातिर चाहिँ दाल बनाउँछ, के बनाउँछ होइन। त्यसपछि हामी भनेको यतातिर थोरै मन्दिरहरूमा बजाउने बनाउने कुरा गर्दैछ है। त्यसपछि भनेको यतातिर मन्दिरहरू हुँदैछ होइन। यता प्रधान सर जहिले पनि झिप्टिएवाला हो, नाच्ने गाउनेमा होइन। अनि त्यसपछि हाम्रो प्रोग्राम भनेको थोरै खानेकुरामा पछि सरसर पछि जाइसक्यो। त्यसपछि भनेको हाम्रो बम पड्काउने योजनामा जान्छ। लड्कालाई फोटो खिच्दा फोटो ल। अब यहाँनिर भयो पूजाको प्रोग्राम। आमा हो मिता देख्न मिता लुगा लाउने नि हम त लुगा नयाँ लगाइबे
दौरा सुरुवाल लगाइ रे अయ్యో हाँसेको हाँसेकै छ त चस्मा पनि नयाँ लुगा पनि नयाँ प्यान्ट पनि नयाँ है ल ठिक छ अब बारी रह्यो फोटो खिच्नेको अब दुईजना हामी है अब दुईजना चाहिँ एकै खालको चस्मा लगाएर अब है फोटो खिच्नेवाला आउँछ अब पूजा हुनको लागि मात्रै 15 मिनट बाँकी है 15 मिनट पछि पूजा सुरु हुन्छ फाइनली गाइज 7 बजिसकेको छ है अब चाहिँ भनेको दीप प्रज्वलनको प्रोग्राम गर्दैछ साथीहरूले होइन अब साथीहरूले यहाँ दीप प्रज्वलन ल अगुवा चाहिँ हाम्रो एउटा के अरे धोरधोरवाला आज त धोरधोरवाला हाम्रो ल अर्को एउटा बोतलवाला गाउँले हो तिमीहरूको गाउँघरमा चाहिँ चाडबाड आयो कि आएन हाम्रोमा त यहाँ चिया आएर झल्ला ल भयो है त्यही हो यतापट्टि बत्ती बलिरहेको छ हेर यतापट्टि यहाँ दीपावली आएर भयो बत्ती बाल्दैछ गाउँले हो पूजा आज पछि यहाँनिर साथीहरूले चाहिँ झल्ला लक्ष्मी भित्राउँदैछ आज लक्ष्मी भित्राउँदैछ त्यहाँदेखि सर लक्ष्मी भित्र ल्याएको यता लक्ष्मण भित्राएर पनि यहाँदेखि फेरि यसरी सर यहाँदेखि यहाँ पुर्याएर लक्ष्मी पुर्याएको छ यहाँ पुर्याएको किचनमा पुर्याएर त्यसपछि यहाँदेखि माथि अब लक्ष्मी यतातिर बास गर्नु त्यसपछि यतातिर बास गर्ने हो लक्ष्मीले यता बास गर्ने हो होइन यतातिर बास गर्ने हो है अनि पण्डितजी पण्डितजी कुछ त बोल्नु होला पूजाको बेलामा पहिला पूजा गर्नु न भोके हो नहीं खाना है कुछ भी नहीं खाया है खा लिया ये तो इधर डालने का है क्या है मालूम नहीं ये हाँ अभी देख रहा है कैसा लगे यो सालमा यो नेताको तिहार चाहिँ खल्लो भयो क्योंकि अब रिजन त त्यस्तै हो होइन दसैँ के गर्छ आउने सालमा आगुम लो गणेश जी भन्नु नि लो गणेश जी हमारे दिन में 2-3 टाइगर जाने के लिए उसके बाद ज्यादा मत जाओ बोलो उसके पहिले गाइस पूजा सुजा पनि भयो टीका सिका पनि लगाइयो होइन अब टीका सिका लगाइसक्यो यता गरिसक्यो यहाँनिर पूजा गर्छ अलिअलि खानेकुराहरू पनि खानेकुराहरू छ प्रधानशाले यतातिर खै पनि के निकाल्दैछ अबको पालो भनेको बम पड्काउने लेट्स गो अब आयो भिडियो 16 राउन्डवाला 16 राउन्ड हामी देखेछु यहाँ बसेर तीन रोल लिएर आएको थियौँ हामीले होइन अब एउटा चाहिँ यो बाटोमा पड्काउन लागेको छौँ अब यसलाई चाहिँ है बाटोमा पुरै त्यो गाडी आउँदैछ उताबाट गाडी आउँदैछ त्यो गाडी गइसकेपछि पड्काउनु पर्छ हाम्रो छिटो आउँछ उनीहरू ल बाटो उठ्यो है माथि जान्छ यो उता
सिद्धियो 25 रुपियाँ सिद्धियो 25 रुपियाँ 25 रुपियाँ सक्छ बाटै रातो हुने भयो त ठिकै छ नि पटाकै यो पानी भयो नि आम्बाम्बा ये फुट जाइए पानी कहाँ त्यो ठुलो आँगन बोलन सही तिम्रो छ यहाँको नाटकै बेसी हुन्छ होला फेरि हाम्रो त यो भाडा यो जग्गा गिर जान्छ अब फेरि त्यस्तोमा फेरि ल अब फेरि यिनीहरूको फेरि भोलि अब कहाँ गयो उता फाला सिधा दुगो भएको यार त मसो जति बेला आउने हो आइएम सिङ्गल अरूको कुरा म सुन्दिनँ अनि इङ्ग्लिसमा म इङ्ग्लिस या टक गर्छु म टेबल टक गर्छु म तर अरूको कुरा सुन्दिनँ किनभने म एक्लो हुँ म एक्लै बाटोमा छु म तर मेरो साथी हो सबैलाई माया गर्छु म र पनि इज्जत छ सबैलाई मेरो साथी हो म सबैलाई I don't understand. Do you know? I know. I'm not. I speak English, but I don't understand. Yeah. What I mean? What I say, I don't know understand. What you say? Tell me. What I say, I don't understand. I don't understand. Tell me just now. I am all understand.
दीपावलीको सबैजनालाई धेरै 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 शुभकामना सहित आजको भिडियो अन्त्य गर्न चाहन्छु। ह्याप्पी तिहार, बाई।